हेलो गाइस वेलकम टु तपाईँहरूलाई होइन म चाहिँ घर नजिकैको चाइनिज रेस्टुरेन्टमा आएको के अनुहार कस्तो भइरहेको होइन चाइनिज रेस्टुरेन्टमा आएको यसो आज चाइनिज हान्नु पऱ्यो भनेर के दामी मजा आउँछ नि त खाना यस्तो दामी हुन्छ होइन के खाऊँ भइरहेको क्या यहाँ के खाऊँ भइरहेको रामेन खाऊँ कि होइन हेरिरहेको छु कि मैले होइन के खाऊँ भनेर हेरिरहेको छु लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला होइन भ्लग मेरो अब आउँछ दामी दामी भ्लग बनाउने हो यहाँ के खाऊँ भइरहेको छ चाइनिजमा चट्ट लाएर होइन खतरा खालको यसो हानिदिउँ कि भन्ने भइरहेको छ हेर्दैछु म अलिक पिरो पिरो खानु मन लाग्यो त्यही भएर आएको क्या म यसबाट अर्डर गर्ने रहेछ के खाऊँ भयो यसो हेर्दैछु अहिले गाइजमा मैले चाहिँ होइन यो मगाएको के यो निन्नीको तामा भन्ने रामेन र अनि कोला मगाएको छु अब रामेन चाइनिज रेस्टुरेन्ट भन्ने कि रामेन चाहिँ फेमस छ नि त भन्नाले अब मेन चाहिँ यहाँको के अरे रामेन अलिक खतरा पिरो अनि यस्तो दामी हुन्छ नि त्यही भएर मैले त्यो मगाएको कस्तो हुन्छ होइन भन्दैछ अहिले आउँछ नि टक्क देखाउँछ तपाईँहरूलाई अरू चाहिँ सबै कोरा लिएर पिएर उठिसक्यो मलाई पकाउन पनि मन लागेन अनि काम पनि बिहा थियो अल्छी लाग्यो अनि घरमा चाहिँ के थियो कि यहाँ घर अनि यहीँ जस्तै 1 मिनट 2 मिनटमा छ क्या अनि आइहाल्यो भने रामेन आउँछ अनि म देखाउँदै चाइनिज यस्तो दामी टेस्ट लाग्छ कि मलाई होइन पिरो हुन्छ नेपालीहरूसँग टेस्ट पनि हुन्छ जापानिज रेस्टुरेन्टमा गयो भने चाहिँ पिरो पनि हुँदैन होइन कस्तो टेस्ट हुन्छ अनि जोस् जापानिज टेस्टमा पनि अहिले उयो चाहिँ भइसक्यो तर त्यति उयो लाग्दैन क्या जापानिज टेस्ट हुँदा चाइनिज चाहिँ यस्तो बेस्ट बन्द गाइस मेरो चाहिँ खानेकुरा आइसक्यो होइन रामेन हो म देखाउँदै त तपाईँहरूलाई कस्तो छ होइन यस्तो हेर्दैखेरि पिरो टाइपको छ क्या हेर्दै कलरले नि होइन हेरौँ अब यो खानु त राम्रो होइन यस्तो खानु त राम्रो होइन होइन त्यही नै आज अब के खाउँ भएको थियो अनि खाइदिएँ होइन ठिकै छ त हेर्नु हेर्नु नि वा खतरा खाएन त हेर्नु नि बबाले पिरो छ कि अन्डा अनि रामेन अनि यो अब उनीहरू चाइनिज टेस्ट होइन यस्तो पिरो हेर्नु नि यो झोल हेर्नु त सस पुरै यो तेल अनि हुन्छ होइन दामी खान्छ जस हेर्दा चाहिँ यस्तो लक्कला यहाँ चाहिँ हाँसी छ चपस्टिक त्यसले खाने होइन त्यसले हेर है त खाए ल तातो छ क्या अलिकति खाए ल सरी हजुरलाई देखाएँ लास्ट तातो भर्खर आएको तातो चपस्टिक चाहिँ अलिक चलाउनु आउनु लागिरहेको छ धेरै चलाइन्न चलाउनु त अब तर खासै चलाइन्न अनि अब त्यति ट्यालेन्ट छैन मैले होइन रामेन मगाएर पिरो नभएर यसमा पिरो थपेको कि खतरा खाँदैन म पिरो हेर्नु वा खतरा दामी चाइनिज रेस्टुरेन्ट जस्तो छ कि माथि यस्तो बत्ती छ त्यहाँबाट यस्तो टक्क खासै ठुलो त छैन उता पनि छ रुमहरू छ क्या रुम टाइपको छ क्या त्यो चाहिँ त्यहाँ चाहिँ किचन छ अरूहरू पनि बसिरहेको
म यहाँ भइहाल्ने होइन राम्रो एकदम इन्भाइरोमेन्ट सही छ कि एकदम राम्रो छ इन्भाइरोमेन्ट शान्त छ क्या अरूभन्दा नि शान्त अनि म्युजिक बजाइरहेको हुन्छ अनि आनन्द लाग्छ क्या यहाँ मलाई महिनामा एकचोटि चाहिँ आउँछु म यहाँ रमाइलो लाग्छ एक्लै आउने फेरि महिनामा एकचोटि रमाइलो लाग्छ नि आइदिन्छु होइन म यहाँ कहिले कहिले आइरहन्छु नि त अनि यहाँको बुढीले खाना पनि खान्छ अलिकति धेरै अनि भात ल्याएर मलाई दिइरहेको त्यसरी यो चाहिँ मैले दोगा अपोजिट नगरा भात लिएर आएर अनि यहाँ योसँग हालेर खायो मिठो हुन्छ भनेर भात लिएर आएर फ्रीमा दिइरहेको क्या मलाई अनि मैले हुन्छ नि त ल लिएर आइदियो भने भात लिएर आएर सुपसँग खानु मिठो हुँदो रहेछ क्या यो रामेन सुपसँग अनि यस्तो हालेर तँलाई दिए चाहिँ सर्भिस थियो कि कहिले कोरा दिइरहेको हुन्छ कहिले के दिइरहेको हुन्छ माया गर्छु यहाँको के मेन त्यो चाउचाउ चाहिँ खाएर सक्यो होइन यो झोल बाँकी के हेर्नु नि अन्डा यो अन्डा होइन अनि यो झोल के क्या मिठो होइन टक्क यो झोल यस्तो दामी छ नि सुप जस्तै के टक्क लगाएर बुढीले भात पनि खाएर सक्छ है सुप पिउँदै बसिरहेको छ खालि मैले पिरो थपेको सुप चाहिँ पिरो भएको यो क्री नै बिस्तारी खाऊ भन्दै थियो आरामले खाएको के खाएर घर नजिक हो गयो भगलको सुत्यो अन्डा मिस्यो गाई होइन पिरो खानु त ठिकै कुरा हो तर यो सब सुप खाएँ भने चाहिँ म फेरि भोलि कलेज जाँदाखेरि नि तनाव पर्छ मलाई होइन टोइलेट गयो भन्नुपर्छ म पिरो चाहिँ फेरि खतरा खानु सक्छु तर अलिकति मेरो पेट चाहिँ खराब भइहाल्छ क्या पिरो चाहिँ फेरि जति पिरो भए पनि खान चाहिँ सक्ने होइन पेट चाहिँ अनि पेट चाहिँ नहुने मेरो त्यो पेटले चाहिँ धोका दिन्छ पेटले चाहिँ धोका नदिने भने त खतरा पिरो खान्छु क्या मैले कसैको त पिरो खायो भने पेटले पनि साथ दिने हुन्छ नि मेरो त्यति छैन कि अलि भइहाल्छ अनि सब सुप खायो भने त म त तनाव पर्छ नि त अब आरामले साइकल लिएर आएको भने त आरामले बिस्तारै जान्छु घर जान्छु दिउँसोभरि सुत्यो दिउँसोभरि सुतेँ आज म काम थिएन दिउँसोभरि सुतेँ अब अहिले गएर नि अब के गर्नु होइन हेर सोचिरहेको छु यसो जान्छु मोबाइल हेर्छु बस्छु त्यही त होइन लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला है मैले भ्लग बनाउँछु कि अब चाहिँ मैले भ्लग बनाउने प्लान गरिरहेको छु मेरो ड्रिम हो यहाँ एज अ भिडियो बनाउने होइन भिडियो बनाउने हाइकिङ अनि त्यसपछि के अरे उयो गर्ने क्या क्याम्पिङ चाहिँ मेरो ड्रिम हो होइन हल्का अब त्यस्तै समयले अब त्यस्तै छैन अहिले अब पैसा कमाउनु पर्छ तर त अनि टाइमै छैन कि त्यो पनि मैले भ्लग गर्ने प्लान गरेको छु यसो अलिअलि जापान रिलेटेड भिडियोहरू पनि हल्का आउन सक्छ होइन अब आफूले जानियो नि त अब आएको 3 वर्ष हुँदैछ त 2.5 वर्ष भयो होइन यसो आउनेहरू त नि हेल्प हुनसक्छ होइन यसो लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला यसो अब जान्न मन लाग्छ भनेदेखि कस्तो छ के छ होइन त्यो हो होइन त्यही भन्दै आजको यो खाना चाहिँ मैले सकाएँ अब घर लाग्यो मैले गाई चार्ज पनि छैन मोबाइल कम छ घर जाने अब घर जानु पर्ने हेलो गाइज फाइनली म चाहिँ रामेन
खाएर आइसकेँ होइन। मेरो घर चाहिँ यहाँ, रेस्टुरेन्ट चाहिँ अलिकति यतापट्टि नजिक होइन थियो। अनि खाएर आइयो, 10:30 जति भयो। अब भक्लक्क सुत्छु होइन। यो भ्लगलाई चाहिँ एन्ड गरौँ। लाइक सेयर एन्ड सब्सक्राइब गर्नु भएन भने गरिहाल्नुहोस्। यस्तो भ्लगहरू पनि आउँछ होइन। आज चाहिँ छोटो मिठो यसो भ्लग मेरो सानो खालको होइन। माया गरिदिनु होला। बाई बाई। जय नेपाल, जय जापान होइन। के बाई बाई, फिर भेटौँला। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए।